आदरणीय दर्शकबिनहरू सम्पूर्णमा नमस्कार। आज पनि फेरि मैले एउटा नयाँ भिडियो ल्याएर हजुरहरूको माझमा आइसकेको छु। आज भने हाम्रो चितवनमा रहेको भरतपुर महानगरपालिकाको यो मेन हाइवे पश्चिम मेन हाइवेको यो भिडियो ल्याएर आएको छु। देख्न सक्नुहुन्छ रातमा झलमल्ल देखिएको छ यो पश्चिम हाइवे। अहिले भने हामीहरू पारस बस पार्क लिएर आइसकेका छौँ। उता भने पारस बस पार्क रहेको छ र उताबाट माथि गयौँ भने हामी बोनड्याङसम्म पुग्न सक्छौँ। आज भने निकै चिसो रहेको कारणले गर्दाखेरि हल्का लाइटिङहरू कम देखिएको छ, कम उज्यालो देखिएको छ र कतिपय ठाउँहरूमा चाहिँ लाइटहरू एक साइडको एक्लै बलेको पनि देखिरहेको छ। हेर्न सक्नुहुन्छ रातको दृश्य एकदमै रमाइलो देखिरहेको छ। पछिल्लो समय भरतपुरका विभिन्न भित्री रोडहरू पनि पुरै झलमल्ल देखिन्छ। यो ठाउँमा केही बत्तीहरू चाहिँ अहिले निभेका रहेछन्, कुनै समस्याको कारणले हुन सक्छ। पछिल्लो समय भने चितवनमा निकै नै जाडो रहेको छ। कुनै दिन घामै लाग्दैन भने कुनै दिन एक दुई दिन घाम लाग्छ। आजभोलि चाहिँ हेर्न सक्नुहुन्छ हजुरहरू। हामी भने बोनड्याङसम्म जाने कोसिस गर्दैछौँ र हामीहरू फेरि पनि फर्किनेछौँ। हामी बिस्तारै गएर आउनेछौँ। विकासको छेउछेउमा चाहिँ कुनै कुनै बत्तीहरू बलेका छन् साइडमा। हेर्न सक्नुहुन्छ अहिले भने रातको 7:30 भइसकेको छ। दर्शकबिनहरू हजुरहरूको माझमा यो भिडियो प्रस्तुत गर्नका लागि हामीहरू राति यो बाटोमा ओहोरदोहोर गरिरहेका छौँ। अन्य चितवनको अन्य ठाउँ विकास हुन नसके पनि यो विकासका पूर्वाधारहरू बाटो बिजुली बत्ती चाहिँ भरतपुरको कुना कुनामा गएको छ। हामी चाहिँ यहाँदेखि फर्किन्छौँ अब, किनभने बोनड्याङ पनि आइसकेको थियो तर थोरै हामी माथि पुगेनौँ। किन भन्दाखेरि चिसो निकै नै चिसो रहेको छ। भरतपुरको पछिल्लो समय जुनसुकै ठाउँसम्म पनि भनौँ भित्री बाटोहरू पनि निकै पिच भएको छ र बाटो नपुगेको ठाउँमा चाहिँ बाटो पुगेको छ जहाँसम्म लाग्छ मलाई। र भरतपुर 29 यता इच्छा कामनाको साइडतिर भनौँ चौकी डाँडातिर चाहिँ बाटो पिच नभए तापनि त्यहाँ पहाडी भेगमा परेको भएर बिस्तारै पिच चाहिँ होला, तर सबै ठाउँमा बाटो बिजुली बत्ती पुगेको छ। पहिले 2-5 वर्ष अगाडि हामीले अगाडि देखेको भरतपुर र पछिल्लो समयको भरतपुरमा पक्कै पनि
धेरै नै फरक देख्न सक्छौँ हामीहरूले। चितवनमा रहेका 7वटा पालिकामध्ये एकदमै उत्कृष्ट पालिका भित्र मात्र नभई देशभरमा नै एकदमै उत्कृष्ट पालिकामा रहेको छ चितवनको भरतपुर महानगरपालिका। चितवनमा 7वटा पालिकामा एउटा महानगरपालिका, एउटा गाउँपालिका र अन्य 4वटा भने अन्य 5वटा भने नगरपालिकाहरू रहेका छन्। यो पूर्व पश्चिम हाइवेमा छुने पालिकाहरू चाहिँ एउटा भरतपुर महानगरपालिका पर्छ भने अर्को रत्नगर नगरपालिका, खैरेनी नगरपालिका र राप्ती नगरपालिका गरी जम्मा 4वटा नगरहरूले चाहिँ पूर्व पश्चिम हाइवे टच गर्छ। जहाँसम्म लाग्छ मलाई चाहिँ सबभन्दा धेरै चाहिँ राप्ती नगरपालिकामा पर्छ। अहिले फेरि हामीहरू चाहिँ यहाँ पर्खिसकेका छौँ। अहिले भने हामी सिएमटी होटेलको अगाडि आइपुगिसकेका छौँ। देख्न सक्नुहुन्छ एकदमै साइडमा बिरुवाहरू पनि रोपिएको छ। अहिले भने हामीहरू हाकिम चोक आइपुगिसकेका छौँ। बिस्तारै पक्कै पनि यहाँ ट्राफिक लाइटहरू हुने नै छन्। किन भन्दाखेरि अहिले ट्राफिक लाइटको काम पनि थालनी भइसकेको छ, ठेक्का सम्झौता भइसकेको छ। नारायणीमा पनि सिग्नेचर पुलको काम पनि धमाधम थालनी भइसकेको छ र नारायणीमा रहेको पुलको जीर्ण अवस्थाको कारणले चाहिँ नयाँ पुल बनाउन लागिएको र सिग्नेचर पुलको चाहिँ एउटा नक्सा डिजाइन गर्न पनि लगभग 1.5 वर्ष लागिसकेको छ र काम थालनी भएको 1.5 महिना भएको छ। काम पनि धमाधम अगाडि बढेको देखिन्छ। जहाँसम्म लाग्छ अब 2-3 वर्षकै सम्झौता गरे तापनि कम्तीमा पनि 5-7 वर्षमा चाहिँ सिग्नेचर पुल बन्छ भन्ने आशा गरेको छु। र हामीहरू अहिले एयरपोर्टको अगाडि आउन लागिसकेको छौँ। हाम्रो एयरपोर्टको चितवन भरतपुरमा रहेको भरतपुर एयरपोर्टको अगाडि छौँ। भरतपुर एयरपोर्ट रनवेको अगाडि भने हामीहरू देख्न सक्नुहुन्छ यता पनि पुरै उज्यालो देखिरहेको छ। तर यो बेलुकाको समयमा, यो जाडो महिनाको समयमा र हुस्सीको कारणले गर्दाखेरि चाहिँ थोरै उज्यालो नदेखिएको हुनसक्छ। यद्यपि उज्यालो चाहिँ उज्यालो नै छ र गर्मी महिनामा भने यो ठाउँमा चाहिँ बत्ती नबाले पनि हिँड्न सकिन्छ। बत्ती बाल्नु पर्दैन, तर अहिले पनि पर्दैन। कुनै साइडमा चाहिँ हेर्न सक्नुहुन्छ कुनै पोलहरूमा चाहिँ एउटा एक्लै बत्ती बलेको देखिरहेको छ। यस्ता समस्याहरू पनि रहेछन् यता। यसको चाहिँ समाधान गर्नुपर्छ भन्ने लाग्छ मलाई। हेर्नुहोस् साइडमा यहाँ बत्ती बलिरहेको छैन। अहिले चाहिँ अब हामी 24 कोटी आउन लागिसकेका छौँ। हामीहरू भरतपुर विमानस्थलको गेटमा आइपुगिसकेका
गरिसकेका छौँ, हजुरहरूले देख्न सक्नुहुन्छ। यता भाइरल भएको बाघ पनि देखिरहेको छ। विमानस्थलको नयाँ भवन पनि बन्दै गरेको छ। देख्न सक्नुहुन्छ। अब हामी 24 कोटी आयौँ। 24 कोटीमा चाहिँ बिचमा रहेको स्ट्रिट फ्लड लाइट नजिकै यो गैँडाको मूर्ति, यो आकृति के भनिन्छ, यहाँबाट चाहिँ पुरै यो चोकमा चाहिँ 24 कोटी चोकमा चाहिँ पुरै पानी बगिरहेको छ। लाइटिङ पनि त्यस्तै छ। यसले गर्दा चाहिँ पुरै सौन्दर्यीकरण देखिरहेको छ। हामी भने यहाँबाट अगाडि बढिसकेका छौँ र अब भने हामीहरू सिएमसीको नजिकै पुगेका छौँ। हामीहरू चितवन मेडिकल कलेजको त्यतापट्टिको त बलै परेर आएन त लागिसकेका छौँ। यो चितवन मेडिकल कलेज चाहिँ चितवनमा मात्र नभएर नेपालभर नै एकदम प्रसिद्ध रहेको छ। यो भने हस्पिटल प्राइभेट हस्पिटल रहेको छ। अब यहाँदेखि चाहिँ हामीले बाटो काट्दैछौँ हजुरहरूको लागि भनेर। एकचोटि हामी सिएमसी हस्पिटलमै जान्छौँ। हेर्नु होला उहाँ त्यहाँको दृश्य पनि हजुरहरूलाई देखाउने कोसिस गर्नेछौँ। अब चाहिँ हामीहरू यहाँ गेटबाट चाहिँ भित्र छिरिसकेका छौँ भने देख्न सक्नुहुन्छ। छेउछेउमा एटिएमहरू पनि रहेका छन् र यहाँको हरियाली देख्न सक्नुहुन्छ। यहाँदेखि चाहिँ हामीले मोड्छौँ। एकदमै चितवन मेडिकल कलेज पनि ठुलो रहेको छ। चितवनलाई मेडिकल हबको रूपमा पनि लिन सकिन्छ। पछिल्लो समय शिक्षा स्वास्थ्यमा चाहिँ भरतपुर महानगरपालिकाले धेरै नै फड्को मारेको छ। आजको भिडियो भने यही अन्त्य गर्न चाहन्छु। यहाँसम्म हेरेर साथ सपोर्ट गरिदिनु भएकोमा धेरै धन्यवाद भन्न चाहन्छु। हामी भने यता सिएमसीको पार्किङ स्थलमा आइसकेका छौँ।